कति ठुलो पानी परिरहेछ कि यता। यस्तो पानी पर्दा पर्दै म घर जान रेडी भएँ। अनि घर जाँदा जाँदै बाटोमा चाहिँ यस्तो राम्रो झरना छ कि हाम्रो खोला, यसलाई चाहिँ हिगा खोला भन्छन् साथीहरू। हजुरहरू नि आउन सक्नुहुन्छ यहाँ हेर्न। अनि हेर्नु न साथीहरू, जाँदै गर्दा बाटोमा यस्तो अफरोड छ कि बाटोमा यसरी पहिरो झरेछ आज राति। अनि यहाँबाट गाडी कसरी तर्यो थाहा छैन, तर मलाई चाहिँ यहाँबाट ड्राइभ गरेर तर्न यस्तो गाह्रो भयो कि कुरा नगरौँ। अब अर्को ठाउँ गयो, बाटोको अवस्था हेर्नुहोस् साथीहरू, यस्तो धेरै खनेछ कि गाडीले यस्तो खाल्डा बनाएर यहाँ चाहिँ हाम्रो सरजीले लग्दै हुनुहुन्छ। अस्ति म चाहिँ यहाँ फुर्लुकै परियो नि हौ। बाटोको अवस्था यस्तो छ हेर्नुहोस्। यो बर्खा टाइममा ड्राइभ गरेर हिँड्नलाई साह्रै गाह्रो, तर हिँडेर गयो भने खासमा प्राकृतिक सुन्दरता चाहिँ बर्खा जस्तो अरू मौसममा नपाइने हो साथीहरू। त्यही भएर हजुरहरूलाई नि वेलकम छ मेरो मिनी ब्लगमा।